Okay, let's talk about the central theme of the story, The Selfish Giant, which is a story in grade 11 English literature. The central theme of Selfish Giant. Okay, सेन्ट्रल थिम भनेको कस्तो भन्दाखेरि अब एउटा स्टोरीभित्र धेरैवटा थिम हुनसक्छ है. सेन्ट्रल भनेको सबसे इम्पोर्टेन्ट. सो सेल्फिस जायन्टमा चाहिँ के सेन्ट्रल थिम थियो भन्दाखेरि एउटा चाहिँ लभ, काइन्डनेस र सेल्फलेसनेसले ह्याप्पिनेस लिएर आउँछ. त्यसको अपोजिट सेल्फिसनेस र आइसोलेसन. आइसोलेसन भनेको एक्लै बस्ने वा अरूको वास्ता नगर्ने. यसले चाहिँ सरो लिएर आउँछ, लोन्लीनेस लिएर आउँछ है. मेन इम्पोर्टेन्ट थिम यही भयो. बिकज एट द बिगिनिङ अफ द स्टोरी जायन्ट चाहिँ एक्लै बस्छ, उसले कसैलाई वास्ता गर्दैन. हि डजन्ट लेट द चिल्ड्रेन प्ले इन हिज गार्डन, राइट. सो त्यसले गरेर ऊ चाहिँ हि गेट्स ट्र्याप्ड इन एन इटर्नल विन्टर. उसको गार्डनमा जहिले विन्टर मात्रै हुन्छ, ह्याप्पिनेस नै छैन, वार्मथ नै छैन. दिस सिम्बलाइजेस लाइफलेसनेस एन्ड अनह्याप्पिनेस कज्ड बाई हिज सेल्फिसनेस. तर वेन द जायन्ट रियलाइजेस हिज मिस्टेक्स अनि चिल्ड्रेनलाई फेरि लिएर आउँछ, गार्डनमा खेल्न दिन्छ. त्यसपछि गार्डनमा फुलहरू फल्न थाल्छ. द्याट सिम्बलाइजेस जोय अनि रिन्युअल है. मरेको फुल फेरि आउनु भनेको रिन्युअल हो. एन्ड द पोजिटिभ पावर अफ लभ एन्ड जेनरसिटी. सो यो चाहिँ मेन थिम भयो. तर यसमा अर्को एउटा पनि हिडन थिम चाहिँ छ यो स्टोरीमा. के भन्दाखेरि आई गेस यु हेभ नोटिस द्याट द लिटल बोय इज एक्चुली जिजस क्राइस्ट है. सो जिजस क्राइस्ट चाहिँ क्रिस्चियन धर्मको गड हो. र अर्को एउटा इम्पोर्टेन्ट थिम के पनि हो भन्दाखेरि क्रिस्चियन कन्सेप्ट अफ रिडेम्पसन. रिडेम्पसन भनेको क्रिस्चियन धर्ममा के हो भन्दाखेरि कसैले सिन गर्यो, कसैले नराम्रो व्यवहार गर्यो, जिजस आएर उसलाई फर्गिभ गर्छ, उसको सट्टा ऊ आफू मर्छ र उसलाई चाहिँ हेभनमा लगिदिन्छ है. सो द लिटल बोय इज लेटर रिभिल्ड टु रिप्रेजेन्ट जिजस क्राइस्ट who forgives the giant and rewards his transformation by taking him to paradise. Through this, Oscar Wilde conveys the Christian message that those who repent, भनेको जसले चाहिँ सिन गरिसकेपछि जसले चाहिँ माफी माग्छ अनि काइन्डनेस देखाउँछ अनि अरूलाई लभ गर्छ, उसले चाहिँ स्पिरिचुअल सेल्भेसन पाउँछ. ऊ चाहिँ पछि हेभन जान पाउँछ है. सो जायन्ट पनि त्यही भयो. ऊ जतिसुकै सेल्फिस भए पनि उसले आफूलाई चेन्ज गर्यो, राम्रो पार्यो. त्यसैले ऊ चाहिँ पछि लास्टमा उसको डेथ हुने बेलामा जिजसले लिएर आएर नाउ आई विल टेक यु टु माई गार्डन द्याट इज प्याराडाइस, राइट. सो इन कन्क्लुजन द स्टोरी टिचेस द्याट ट्रु ह्याप्पिनेस कम्स नट फ्रम पोजेसन. यो गार्डन मेरो मात्रै हो भनेर पोजेस गर्ने मात्रै होइन, बट इट कम्स फ्रम सेयरिङ, केयरिङ एन्ड ओपनिङ यर हार्ट विथ लभ एन्ड जेनरसिटी.